बोल ल अब हामी हिँड्न लाग्यो अब हामी कता जाने थाहा छैन लुम्बिनी छ गरे अब भला बनाऊँ भनेको बनाइदिउँ ल सबै जानुभयो अटोमा हामी आउँदा हामीलाई It's not a game, it's a rich thing. हाल्नुभयो क्या मामा 5 मिनेट लेटमा पनि यति छिटो को हो यो पार्किङ गर्ने र ए ल आइएछ त हामी लुम्बिनी आइएछ ल हेर्नुहोस् यता लुम्बिनी यता अब हाम्रो ठुली आमा यता अजय दाई यता हाम्रो श्री राजु विक्कजी मामा श्री मेरो यता हाम्रो आमा श्री पूर्णकला श्रीमती श्री पूर्णकला यो लुम्बिनी भिजिटको यात्रा हेर्नु होला तपाईहरुलाई सबैले यो लुम्बिनी भिजिटलाई राम्रोसित केयर गर्नु हाम्रो यहाँ डुप्लिकेट बालेन शाह हुनुहुन्छ लुम्बिनी भिजिट गर्दै हुनुहुन्छ अहिले अनि यहाँ हामीहरू सपरिवार घुम्दै गाडी सफा गर्न लाखान यिनीहरूले के गरेको यति राम्रो कपडा लाएर छोरीहरू गाडी सफा गर्न लाखान म कति राम्रो देख्छु आज म कति राम्रो देख्छु आज यो चाहिँ उसमा जान्छ Hello brother, welcome to my vlog. थ्याङ्क यू सो मच यो हाम्रो लुम्बिनी वाइट स्तूपा हो हजुर अँध्यारो आउँछ त्यताबाट यताबाट आउनु नि बल्ल हामी अगाडि हिँड्नु अँ अगाडि हिँड्नु पर्यो ल अगाडि जानु हाम्रो पहिलो भ्रमण हो पहिलो त होइन हो भन्नाले यो लुम्बिनीमा के लुम्बिनीको पहिलो भ्रमण हो पहिलो ए त्यो वाला भनेको अहिले फर्स्ट मन्दिर सुरु भइरहेको छ भैरवमा जाडो टाटा बाई बाई यहाँ यस्तरी हिँड्ने खाने यस्तरी हिँड्ने दिन आयो अब भाउजू किन बोल्नु भएन र त्यही जाओस् न 2 शब्द म विदेशबाट आएको भने हेलो भन्देऊ नमस्ते भन्देऊ आइसी नमस्ते 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 ल भगवान्लाई नमस्ते गरिदेऊ गिरिका नमस्ते गर त्यो चस्मा यहाँ म गरिदिन्छु लाउनु त चस्मा नमस्ते गरेको ल नमस्ते गरिदेऊ बाबु नमस्ते गरिदेऊ नमस्ते गरिदेऊ भगवान्लाई नमस्ते गरिदेऊ गरिदेऊ छिटो नमस्ते मुड नै है ल यता अब डिस्टर्ब नगर हाम्रो बहुत राम्रो बच्चाहरू हेर्नुहोस् हाम्रो ठुली आमा दिदी बहिनीहरू ल फोटो नै खिच्दिउँ ल हेर्नुहोस् होइन माथि गएर खिच्दा नि हुन्छ कि जुत्ता नखोले खोल्नु जुत्ता त खोल्नुपर्छ भगवान्लाई नमस्ते गर्न पछाडि फेरि ओहो घाम कस्तो चर्को घाम हो आमा के भन्न सक्नुहुन्छ तपाईँ क्यामेरामा देखेर के भन्ने हो खुसी लाहा ज्यानलाई सम्झ छैन अलि नरमाइलो लाहा आमालाई सम्झिनु भयो कि आमालाई सम्झेछु के गरौँ बिमारी थिएँ बाबा फिस्टे ओ फिस्टे
हिरो बनेको होस् यता हेर यता जा आऊ यता आऊ 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 यता आफै हिँडेर आऊ यता आऊ ए फिस्टे यता कम कम यता जाने अरे कि उता जाउने अरे हेर हेर भित्र पुरै छ कसको गली गली तेरी बाहु चली जियो रे बाहुबली उसके के रे त्यसको नाम प्रभास परवासको तमन्ना भाटिया हैन अर्को होला के श्रद्धा कपुर अनुष्का भाउजू सन्चै हुनुहुन्छ खाना खाएर आउनुभएको के खानु आज आलुको पराठा होइन ए पुन्टरी थुतुनो मात्र देखिन्छ के के भन्दा नि कालो भएछ त्यस्तो त थ्याङ्क यू राख्नु है यहाँ भ्लग पनि दिइदिरहेको क्या मैले फेरि हल्का हाई फुच्चे पार्टी लोग ल अब व्हाइट स्तूपा पनि घुमियो टेम्पल पनि अब हामीहरू रिटर्न जान लागेको केटाकेटीहरूले साह्रै रमाइलो मानेछन् खुसी पनि लाखा बाई बाई गर्दो बाई गर्दै बच्चे अलि काम लाग्यो अब जाँदाखेरि त्यो बाटो त हुने छोरी छोरी बुन्टु के गर्नु भयो भनेर हो कि छोरा पनि त्यस्तै हो दाइ उठान क्या प्लिज म त्यहाँ अलिक केही किन्छु क्या खानेकुराहरू अब जहाँ जहाँ लिटो खाना खुवाउने भाइ स्टोरी स्टोरी वाउ स्टोरी कसले खान्छ छोरी आइसु स्टोरी लौ स्टोरी लौ को तिमी को तिमी तिमी कसको छोरी हो नानी तिमी किन यति राम्री तिमी यति राम्री भनेपछि तिम्रो ड्याड झन् कति राम्रो हो कुरा लाग्यो कोला मोबाइल निकालिसिन है हेलो खाएको कति मिठो खाएको लगे जाम
हेर्नु के भयो पुरा हालौँ भित्र छैनन् तिनीहरू सबै ग्रुपबाट अलग भइयो क्या होइन को त्यहाँ क्या क्या हेर्नु बुद्ध तपस्या गर्दा गर्दा यस्तो दुब्लाउनु भएको थियो खान नपाएर ल यिनीहरूको फोटो सेसन भइरह ल हेर ल हेर ल हेर ल हेर ल हेर उस थकै लाग्यो घुम्दा घुम्दा घोडा देखेको यहाँ छोरीले घोडा घोडा के छोरी गोला खै यो गोला हो डिग्री टिग्री गर्छ बस्ने जस्तो ठाउँ हो क्या आउनुभयो धन्यवाद हजुरलाई धेरै धेरै बिस्तारै आउनु होला यो पुन्टे पनि आयो ल आफूभन्दा ठुलो उसलाई चलाइरह म फोटो खिच्दै भाउजूको होइन उताबाट ठाउँ छ घुमेर जानुलाई हे बुद्ध मेरो आमाको रक्षा गर आईफोन के अरे आईफोन लेने वाला सब अमीर नहीं होते यस्तो वाला सुन अरे म भन्छु कि एउटा कमेडी भिडियो कति राम्रो होला स्ट्रेट फोटो म लोटाम्ला आफ्नो आफ्नो फ्यामिली टक्कै यस्तो लाइन लाएर
क्या यही छ त कति राम्रो यस्तो 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 भिडियो मेरो छोरीको मसँग नहुने कि छोरी यस्तै मसँगै पर्छ चुप्पा गर्दैन फुपूलाई चुप्पा पनि खाइदेऊ न फुपूलाई मागदेऊ न फुपूलाई मागे छिटो फुपूलाई मागदेऊ छिटो ल तिमीले अब तिमीले मागदेऊ छिटो के तिमीले गिक्काले आइसुले मागदेऊ ल हिँड्नु भयो तर मुड छैन आज बाबु सानो बाबु आदिश काकीले के भन्छ हाँसौ त अब हामीहरू मायादेवी मन्दिरतिर प्रस्थान हुँदैछौँ हाम्रो आदि फ्यामिली कता गयो उहाँ छन् आदि फ्यामिली यहाँ छन् अबको केही क्षणमा हामीहरू मायादेवी मन्दिरमा प्रवेश गर्नेछौँ त्यसैले हिँड्दैछौँ हजुर त्यसैले हिँड्दैछौँ गाइस त्यसैले हिँड्दैछौँ बाटो धेरै लामो रहेछ लगभग 500 मिटर जति रहेछ आफ्नो छोराछोरी थन्काएर बेटा कहाँ गए थे बैगन की टोकरी में से रहे थे भालू ने लत मारी रो रहे थे मम्मी ने प्यार किया हंस रहे थे कसरी हाँसेको बेला भिडियो नगर्दिनु नमस्ते गर्दै नमस्ते ल हामी अगाडि दुईटा बडीगार्डहरू मसँग छ लाइसेन्स छ मसँग हामीहरू बन्देखिको भन्ने भयो वाउ के छ ल तिमीले चस्मा लगाएको सुहाउँछ यो चस्मा लगाउँछ सुहाएकै चस्मा ल हामी सम्पूर्ण मन्दिरहरू घुमेर अब एकछिन सुनार परिवार हाम्रो टक्क अब एकछिन विश्रामको स्थितिमा छौँ यहाँ आफ्नै पारामा छोरी यता आमा पनि आफ्नै चिल पारामा उता बहिनी यता भदैहरूलाई खाना खुवाउँदै ठुली आमा यता यता भाउजू यता दाई यता को चिन्दिन ल अब हामी एकछिनपछि हामी हिँड्ने बेला भयो यो एकदम राम्रो ठाउँ रहेछ तपाईँ पनि बुढो भएपछि यस्तै फोटो खिचिदिनुहुन्छ चन्दाको
बाई बाई गरे यसले नि भिडियो देखेको त बाई बाई गरे मोबाइल देखेको त बाई ल आजको कार्यक्रम यही कार्यक्रम सकिएको सक्यो छ अरे त हो अब हामीहरू आमालाई भेटाउन जाम घर प्रस्थान हुँदैछौँ यो मायादेवीको मन्दिर हो मेन मन्दिर चाहिँ यही हो जहाँ गौतम बुद्ध जन्मिनु भएको थियो उहाँ मायादेवी मन्दिर यहाँ कालीमाता मन्दिर दर्शन हुँदै गयो